गुड आफ्टरनुन गाइस है। म चाहिँ अब यो हाम्रो राजी पनि सारै तातो पानी उयसमा आइसकेको छु हैन। देख्न सक्नुहुन्छ। म यहाँनिर अब टिकट सिकेट लिन्छु हैन। देख सक्नुहुन्छ। एकछिन म टिकट लिन्छु। साउजी साउजी दाइ भित्र जानु पर्यो। म चाहिँ अब भित्र पसिसकेँ है। अब यहाँनिर गएर झम्म पस्छु म। छिर्ने चाहिँ कतापट्टि हो? यस्तै छ तापनि। म चाहिँ यहाँ रेडी हुँदैछु, लुगा खोल्दैछु होइन। त्यो उयसमा जानुको लागि। म चाहिँ अब बस्छु। कति तातो त नि। मलाई तातो छ यता सबैजना छ गाइसहरु है। तातो पानीको टुपाई छ। हैन हाम्रो चाहिँ यतापट्टि सबैजना छ है। गाइसहरु यसमा चाहिँ हैन जति चले झन् धेरै पोल्दो रहेछ। आनन्दले स्माइल रिल्याक्स बी क्वाइट भनेर चाहिँ आनन्दले बस्ने रहेछ कि। ल मेरो अब मुस्ताङको चिसो उतै यतै छोडिदिनु भयो क्या भाइ। मुस्ताङको चिसो होइन। अब त बाहिर निस्केछ त्यही हो। ल मुस्ताङ अप्पर मुस्ताङको चिसो जति छ होइन। अब यहाँ कहाँसम्म कति छोडिन्छ होइन। अब छोड्दै गर्ने अब लाग्ने। म चाहिँ अब निस्केँ एकछिन। यसले पेट पनि घट्छ क्या है। के पसिना पुरै पसिना छ। एक्सरसाइज गर्यो भने त बढ्ता पसिना आउँछ। मेरो त चिसो निस्किँदै होला कि मासतिरको। तपाईँहरूलाई त पसिना चाहिँ मलाई त छैन आएको कि। अलिक अलिक टाइट सोच्यो होला नि त चिसो। धेरै सोचे जस्तो छ। म चाहिँ अब यहाँनिर नुहाइधुवाइ गरेर निस्किन्छु है। यहाँ अर्को पानीले नुहाउनु पर्ने रहेछ। आनन्दको रिल्याक्स गऱ्यो होइन। चट्ट लुगा फेर्छु आनन्दले। गाई सुसु गर्नु जाने हो। सुकेर आएर कति घुल्छिको चप्पल पो छैन त। हेलो गाइज के छ गाइजहरु। अब तातो पानीको मेरो नुहाइधुवाइ पनि सक्यो होइन। अब यहाँबाट फेरि प्रस्थान हुन्छ घरतिर लाग्ने बाटोतिर होइन। यतिखेर 5 बज्न
10 मिनट बाँकी छ है। ल अब यहाँबाट छोटो यात्राको क्रम जारी हुन्छ फेरि घरतिर फर्किने यात्रा। अब चाहिँ घर फर्किने क्रममा मैले एउटा झरना देखेको छु, त्यो तपाईँहरूलाई पनि देखाउँछु होइन। त्यसमाले यो झरनाको नाम चाहिँ मलाई पनि थाहा छैन, अरूलाई सोधेको घुम्न आउनेहरूलाई, उनीहरूलाई पनि थाहा छैन रे है।